बैंक तथा वित्तीय संस्थाको कर्मचारीको सेवा तथा सुविधाका सम्बन्धमा कुनै एक लघु वित्त संस्थाको कर्मचारीलाई सेवाबाट हटाइएको सन्दर्भमा श्रम अदालत काठमाडौँबाट फैसला भएको थियो। त्यही आदेशबाट नेपाल राष्ट्र बैंकलाई उक्त संस्थाको खाता रोक्न, कर्मचारी भर्ना बढुवा समेत रोक्न आदेश दिइएको थियो। सम्मानित सर्वोच्च अदालतको मिति 2081 फागुन 2 गते पूर्ण इजलासबाट यस्तो आदेश बदर भएको छ। नेपाल सरकारको एउटा आवश्यक सेवा सञ्चालन ऐन 2014 रहेको छ। यो ऐनको दफा 3 बमोजिम नेपाल सरकारले कुनै क्षेत्रमा हडताल निषेध गर्न सक्ने अधिकार रहेको छ। यी दुवै आदेशहरूले के बैंक तथा बीमा सेवामा श्रम ऐन नलाग्ने हो त भन्ने विभिन्न किसिमका छापामा आइरहेको छ। म कानुनको विद्यार्थी चाहिँ होइन, तर श्रम तथा रोजगारीको क्षेत्रमा लामो समय कार्यरत रहेको हुनाले आफ्नो धारणा राख्ने अनुरोध चाहन्छु। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने श्रम ऐन 2074 ले साबिकको श्रम ऐन 2048, औद्योगिक प्रशिक्षार्थी ऐन 2039 र निवृत्ति कोष 2042 खारिज गरी असल श्रमको विकास गर्न, श्रमको शोषण अन्त्य गर्न र उत्पादकत्व अभिवृद्धि गर्न नयाँ कानुन बनाइएको हो। यो कानुन निर्माण गर्ने बेलामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको पनि बुदागत रूपमा छलफल भएको थियो। यो ऐनको दफा 2 को बुदा यहाँमा प्रतिष्ठानको परिभाषामा मुनाफा आर्जन गर्ने वा नगर्ने सबै संस्थामा यो ऐन लागू हुने उल्लेख भएको छ। यसको अर्थ बैंक तथा वित्तीय क्षेत्रहरूमा श्रम ऐन नपर्ने भन्ने देखिँदैन। श्रम ऐन 2074 कै दफा 108 को उपदफा 1 ले प्रत्येक प्रतिष्ठानमा आन्तरिक व्यवस्थापनको लागि विनियमावली बनाउन सक्ने अधिकार दिएको छ। यसै दफाको उपदफा 3 मा उपदफा 1 बमोजिमको विनियमावली बनाउन नेपाल सरकारले नमुना विनियमावली बनाउन सक्ने आधार छ। यसका साथै यसै उपदफाको प्रतिबन्धात्मक वाक्यांशमा बैंक तथा वित्तीय संस्थाको लागि नेपाल राष्ट्र बैंक विनियमावली बनाउन बाधा पुर्याएको मानिने छैन भन्ने उल्लेख भएको छ। यसको सीधा अर्थ भनेको नेपाल राष्ट्र बैंक वा बीमा प्राधिकरणले नमुना विनियमावली बनाउन सक्नेछन्। श्रम ऐनले दिएको अधिकारबाट श्रम ऐन प्रतिकूल हुने गरी कानुन बन्न सक्ने आधार रहँदैन। सम्मानित सर्वोच्च अदालतको निर्णय नेपाल सरकारले बैंक तथा बीमा सेवा दुवैलाई अत्यावश्यक सेवामा राखेको सन्दर्भमा श्रम ऐनको अन्तर्राष्ट्रिय मान्यताहरूलाई हनन गर्न सकिन्छ त? अत्यावश्यक सेवामा श्रमिकको आधारभूत अधिकारहरू हनन भने हुनै सक्दैनन्। उचित पारिश्रमिक, व्यवसायजन्य सुरक्षा, श्रम अवधि या काम गर्ने अवधि, सामाजिक सुरक्षा र रोजगारीमा भेदभाव गर्न नपाइने, साथै नेपालको कानुनले दिएको राइट टु युनियन, कलेक्टिभ बार्गेनिङ जस्ता विषयहरूलाई पनि हटाउन मिल्दैन। बैंकिङ सेवालाई पनि अत्यावश्यक सेवाभित्र राखेको हुनाले यसमा हडताल निषेध भने गरिएको छ। आपतकालीन परिस्थितिमा गर्नुपर्ने कामहरूमा श्रमिकले सहयोग पनि गर्नुपर्ने हुन्छ। हडताल गर्नुपर्ने परिस्थिति आउन पूर्व नै व्यवस्थापन र श्रमिक बीच समन्वयात्मक तवरले छलफल गर्नुपर्ने अवस्था पनि रहन्छ। अत्यावश्यक सेवाका सन्दर्भमा अन्तर्राष्ट्रिय केही प्रावधानहरू पनि रहेका छन्। जस्तै क्यानाडा, बेलायत, सिङ्गापुर र भारतमा यस्ता कानुनहरू लागू भएका छन्। सम्मानित सर्वोच्च अदालतले दिएको निर्णयका कारण अब राष्ट्र बैंक तथा नियामक निकायहरूले श्रमिकको यो अधिकारलाई समाहित गरेर नयाँ कर्मचारी व्यवस्थापन विनियमावली जारी गर्नुपर्ने अवस्था रहेको छ। यसका साथै कुनै कर्मचारीको सम्बन्धमा सम्बन्धित प्रतिष्ठानको बोर्डले निर्णय गरेन र सोको बारेमा पुनरावेदन गर्न नियामक निकायमा गुनासो सुन्ने अधिकारीको आवश्यक व्यवस्था हुन जरुरी देखिन्छ। गुनासो सुन्ने अधिकारीबाट पनि उपयुक्त निकास नपाएको अवस्थामा श्रमिकले सम्बन्धित अदालतमा जान पाउने व्यवस्था मिलाउनु पर्दछ। श्रम ऐन 2074 मा केही समसामयिक सुधार पनि गर्नुपर्ने देखिएको छ। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन 2081 का क्रममा पनि सूचना प्रविधि सेवा क्षेत्र र परामर्श सेवामा कार्यरत श्रमिकहरूको सम्बन्धमा पनि आवश्यक व्यवस्था गर्न बान्छिने देखिएको छ। समग्रमा नेपालको समग्र हितमा श्रमिकहरूले सहयोग गर्नुपर्छ भने श्रमिकहरूको अधिकार कुण्ठित भएमा मुलुक पनि अगाडि बढ्न नसक्ने अवस्था रहेको छ। विन विन सिनारियो सिर्जना गर्न नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरूले श्रम ऐनको अन्तर्राष्ट्रिय परिधिभन्दा बाहिर नरहेर आफ्नो विनियमावली बनाउनुपर्ने आवश्यकता देखिएको छ। थ्याङ्क यू।